हेल्लो, नमस्कार आमा-बुबा, दाजुभाइ, दिदीबहिनीहरू। आज हामी तरकारी.com.np मा कसरी हजुरहरू किसानको भूमिकामा रजिस्टर गर्ने भन्ने भिडियो डेमो देखाउन गइरहेका छौँ। सबैभन्दा पहिला हजुरहरूले क्रोम ब्राउजर ओपन गर्नुपर्नेछ। क्रोम ब्राउजर ओपन गरेपछाडि यो सर्च बारमा क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ तरकारी.com.np मा क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ दर्ता गर्नुहोस् मा क्लिक गर्नुहोस् र सबैभन्दा पहिला हजुरले आफ्नो पुरै नाम हाल्नुहोस् र यसमा चाहिँ हजुरहरूले आफ्नो नाम नेपालीमा हाल्नुपर्नेछ र इमेल ठेगाना हजुरहरूले यहाँ हाल्नुहोस्। gmail.com र यहाँनिर चाहिँ कुनै पनि पासवर्ड हजुरहरूले चयन गर्नुपर्नेछ र आफ्नो लिङ्ग यहाँनिर चाहिँ राख्नुहोस् र कुनै पनि प्रोफाइल फोटो यहाँनिर क्लिक गर्नुहोस् र नागरिकताको फोटो हजुरहरूले यहाँ राख्नुपर्नेछ र यहाँनिर चाहिँ हजुरको जन्ममिति राख्नुहोस्। फोन नम्बर हजुरहरूले अनिवार्य नै राख्नुपर्नेछ र हजुरहरू चालक हो कि व्यापारी हो कि किसान हो कि ग्राहक हो हजुरहरूले यहाँ राख्नुपर्नेछ। यहाँनिर चाहिँ किसान राखेँ मैले चाहिँ। प्रदेश कुन प्रदेशमा बस्नुहुन्छ त्यो राख्नुपर्नेछ हजुरहरूले। जिल्ला कुन जिल्लामा बस्नुहुन्छ हजुरहरूले राख्नुपर्नेछ र नगरपालिका कुन नगरपालिकामा बस्नुहुन्छ त्यो राख्नुपर्नेछ। वडा कुन वडामा बस्नुहुन्छ हजुरहरू त्यो राख्नुपर्नेछ र ठेगाना यदि राखिसकेपछि दर्ता गर्नुहोस्मा क्लिक गर्नुहोस्। दर्ता गर्नुहोस्मा क्लिक गरिसकेपछिहरूले के गर्नु पर्यो भन्दाखेरि gmail.com मा इन्टर गर्नुहोस्। gmail.com मा के गर्न सक्नुहुन्छ भन्दाखेरि हजुरहरूले यहाँनिर चाहिँ सबैभन्दा पहिला चाहिँ यो अकाउन्ट भेरिफाई गर्नको लागि दर्ता गर्नुहोस्मा क्लिक गरिसकेपछि हजुरहरूले त्यो भेरिफाई गर्नको लागि हजुर हो कि होइन भेरिफाई गर्नको लागि यहाँ गएर तपाईँको खाता प्रमाणित गर्नुहोस् भन्नेमा क्लिक गर्नुहोस्। त्यो क्लिक गरिसकेपछि हजुरहरूले अघि राखेको जिमेलमा के गर्नुपर्नेछ भन्दाखेरि हजुरहरूले लगइन गर्नुपर्नेछ र यसरी लगइन गरिसकेपछि हजुरहरूले आफ्नो खाता क्रिएट गर्न सक्नुहुन्छ र यहाँनिर गएर चाहिँ हजुरहरूले आफ्नो खाता चाहिँ हजुरहरूले यस्तो स्क्रिन देख्नुहुनेछ र यहाँनिर चाहिँ यो ट्याक्कै सपिङ जस्तो मा क्लिक गर्नुहोस्। त्यस पछाडि गएर चाहिँ मेरो फार्महरूमा क्लिक गरे पछाडि नयाँ फार्म चाहिँ एउटा हजुरहरूको फार्म लेख्नुहोस्। फार्मको नाम सहकारी राखेँ मैले एकछिन सहकारी एकछिनको लागि नेपालीमा सहकारी यसरी एकछिनको लागि राखेँ। कुनै पनि फार्मको तस्बिर चयन गर्नुहोस्। त्यस पछाडि गएर फार्म प्यान कार्डलाई चयन गर्नुहोस् फोटोमा। फार्मको क्षेत्रफल कति एकड 10 एकड एकछिनको लागि कति एकडमा छ भन्ने कुरा हुन्छ हजुरको र मुख्य बालीहरू के छ हजुरको फार्ममा। टमाटर एकछिनको लागि मैले टमाटर क्लिक गरेँ र स्थापना फार्म कहिलेदेखि स्थापना भयो त भन्ने कुरा चाहिँ यहाँनिर हजुरहरूले चयन गर्नुपर्नेछ। 01 प्रदेश कुन प्रदेशमा यो फार्म छ भन्ने कुरा क्लिक गर्नुपर्नेछ। जिल्ला कुन जिल्लामा यो फार्म हजुरहरूको छ भन्ने कुरा क्लिक गर्नुपर्नेछ। नगरपालिका कुन नगरपालिकामा चाहिँ हजुरहरूको फार्म छ क्लिक गर्नुपर्नेछ र हाम्रो चाहिँ वडा नम्बर कुन वडामा चाहिँ हजुरहरूको फार्म र हजुर फार्मको स्थान चाहिँ यहाँनिर चाहिँ हजुरहरूले चयन गर्नुपर्ने छ। त्यो पछाडि गएर चाहिँ प्रमाणित गरिएको छ होइन मिति कहिलेदेखि यसलाई चाहिँ फार्म थप्नुहोस् भनेर क्लिक गर्ने। नयाँ फार्म थपे पछाडि मेरो फार्महरूमा नयाँ फार्म थपे पछाडि हजुरहरू बाली उत्पादनहरूमा जानुहोस्। बाली उत्पादनहरूमा गए पछाडि हजुरहरूले आफ्नो फार्ममा कुन चाहिँ बाली उत्पादन भइरहेको छ भन्ने कुरा एड गर्नुहोस्। फार्म हजुरहरूको सहकारी बाली बाली चाहिँ हजुरहरूको फलिरहेको छ भन्ने कुरा चाहिँ एड गर्नुहोस्। मूल्य अहिले त्यसको मूल्य बजारमा कति हो भन्ने कुरा एड गर्नुहोस् र हजुरसँग चाहिँ बाली कति किलो चाहिँ रहेको छ भन्ने कुरा नि हजुरहरूले एड गर्नुहोस्। मानौँ मसँग 100 किलो रहेछ र यहाँ चाहिँ बालीको फोटो राख्नुपर्ने छ हजुरहरूले। बालीको फोटो राखे पछाडि बालीको बारेमा केही विवरण दिनुपर्ने छ। भेरी फ्रेस
भनेर हजुरहरूले विवरण दिनुपर्नेछ। त्यहाँपछि नयाँ थप्नुहोस् भनेर हजुरहरूले क्लिक गर्नुहोस्। नयाँ थप्नुहोस् भनेपछि क्लिक गरे पछाडि हजुरहरू के त भन्दाखेरि आफ्नो होम पेजमा जानुहोस्। जुन चाहिँ हजुरहरूले आफ्नो बाली एड गरे पछाडि हजुरको बाली सजिलै यसरी टमाटर, मैले अघि टमाटर भनेर एड गरेको थिएँ, टमाटर भनेर यसै सजिलै आउनेछ। हजुरहरूले यसरी आफ्नो बाली मजाले थप्न सक्नुहुनेछ र आफ्नो फार्ममा उत्पादन भएको कुरालाई तरकारी डट कम डट एनपीको हेल्पबाट थ्रुबाट हजुरहरूले आफ्ना फार्ममा फलेको बालीलाई आफ्नो मार्केटमा ल्याउन सक्नुहुन्छ र इजिली कारोबार गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।